हेलो नमस्ते सेवारो मौसाको तर्फबाट फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो डेली ब्लग्समा। आज चाहिँ म नानीहरूलाई बजार लगेर जाँदैछु। छोरीलाई चाहिँ के सामानहरू चाहिएको हुनाले त्यही भएर म चाहिँ उन दुईजनालाई सपिङ लाँदैछु। आज त्यही माथि विशेष चाहिँ चिल्ड्रेन डे पनि भएको हुनाले दुईजनालाई यसो घुमाउनु पनि लाँदैछु। साथै मेरो बहिनी र बहिनीको छोरी पनि जाँदैछ। आज चाहिँ हामी स्कुटीमा गयौँ न। ल अब चाहिँ मेरो जेठी छोरी र मेरो कान्छी छोरी सफारीमा बसिसके, म पनि अब सफारीमा चढिसके। अब हामी यहाँदेखि चाहिँ सफारीमा जान्छौँ बजारसम्म। मेरो बहिनी र छोरी पनि रेडी भएर बसिसकेको होला। हामीले यहाँदेखि गयौँ। बहिनी र छोरीले चाहिँ हामीलाई वेटिङ गरिरहेको रहेछ। हामीले चाहिँ सफारी हिँड्न पाएर बल्ल बल्ल छिमेकी आन्टीलाई बोलायौँ। सिट आउनुहोस् दुईजना। सिलु हाई। खोइ सिलु हाई, ह्याप्पी चिल्ड्रेन्स डे। थ्याङ्क यू भन न। थ्याङ्क यू ठुलो। धेरै मोटा होइन ल सिलु हामी चाहिँ 5 जना। सिलु कहाँ हिँड्नु भएको? बेडसिट होइन छैन किन्नु पर्ने। बेडसिट चाहिँ के गरेर च्यात्यो त? यो बनाउँदा च्यात्यो। समझ रहे हो ना? ला चक्लेट झरे यसको। एकछिन ला यसले चक्लेट झरे यसको। जाऊ टिपेर ल्याऊ, बिस्तारै जाऊ है। उसको बाजेले पक्रेको, बाजेले राख्छ भनेर बाजेसँग टाढो भाग्यो। त्यो बानी भयो नि त बाजेसँग त हिँड्दा बाजेमा जोड्ने, त्यही भएर काम त्यो हावा सर आज यहाँ एनएनजी खुलिएको छ भने पैसा निकाल्नु पर्ने चाहिँ पैसा काडै चढेको छैन। ल हाम्रो चाहिँ बजारको काम सक्यो है। अनि घर फर्किने बेलामा चाहिँ मेरो बहिनीलाई फेरि क्रेभिङ भएर एकदम धेरै नानहरूको, त्यही भएर हामी चाहिँ फेरि नानीहरूलाई लगेर मजेरी होटलतिर लाग्यौँ बहिनीको पनि इच्छा पुरा गर्न। बहिनीलाई चाहिँ आजकल के खानु मन भइरहेको हुन्छ कि। ल हामी चाहिँ मजेरी होटल पनि आइपुग्यौँ। ल आन्टीले खानु मन लागेको चिज चाहिँ सबै खाना रे। लु हिँड ठाउँमा बस्नुपर्छ। सुरुमै पपकर्न हो मलाई। सानो आऊ सिलु यहाँ खाऊ। अनि तिमी यहाँ बसेर खाऊ न। है ससेज पनि आयो। ल कसले खाने अब? यो मिठो हुन्छ यसमा बुझ्यौँ रहेछ। अब सबै खाइसके पछाडि चाहिँ हामीले डेजर्ट चाहिँ चिज केक मगायौँ। ल हामी चाहिँ मजेरीबाट अब निस्केको, खाजासाजा खाइसक्यौँ। अनि अब पनि ऱ्याबिट चक्लेट चाहियो अरे। अब है हामी तररा पुगेपछि चाहिँ तररा बजारमा चाहिँ ऱ्याबिट चक्लेट किन्ने होइन त। ल हामी चाहिँ मजेरी होटलमा मेरो बहिनीको क्रेभिङ सेभिङ मेटेर र हामीले पनि खाएर नानीहरूले मस्त इन्जोय गरेर अब चाहिँ घरतर्फ लाग्दैछौँ। घर हो सिधै तिमी हिरोनी हो? खै हो भनेको। नि चाहिँ हाम्रो तररा चोक पनि आइपुग्यौँ। अझै भित्रै लानुहोस् दाजु, हामीलाई घरसम्मै लानुहोस् न। तररामा चाहिँ हप्तामा 2 चोटि बजार लाग्छ, सोमबार रविबार। आज चाहिँ बजार पनि हो। बजारको माहौल तररा बजार मजाले बजार लागिरहेको रहेछ। बजार
आज चाहिँ एकदम भिटामिट यहाँदेखि उता चाहिँ एकदम धेरै सब्जीहरूको मात्रै लाग्छ त्यही भएर आज चाहिँ सब्जी किन्ने खरिद बिक्रीको दिन हो त्यही भएर आज अलिक धेरैजना हुनुहुन्छ मान्छेहरू अब यता चाहिँ लुगा राख्नुहुन्छ यता चाहिँ बजारको दिन चाहिँ यो एरिया चाहिँ लुगा राख्ने एरिया हो यता चाहिँ लुगा मात्रै राखिन्छ भने उता चाहिँ यसको ठ्याक्कै अपोजिट साइड चाहिँ सब्जी मात्रै राखिन्छ हामी चाहिँ घरहरू देखाउन पाइएन राम्ररी ल सिलु घर आइपुग्यो त्यही भएर हाँस्यो सिलु अङ्कल रोक्नुहोस् ह्याप्पी हुनुहोस् चक्लेट भरे ल सक्दिनँ सिलै मेरो पेट भइसक्यो ठुलोसँग गएर लिएर आइदिनु जम त दाजु एक राउन्ड यिनीहरूले त्यो चक्लेट सिलो ल ह्याप्पी भयो सिलु खै चक्लेट देखाऊ ल अब त घरमा झर्ने होला नि होइन तिमी ह्याप्पी भयो ल हिँड्नुहोस् यी दुईजनाले चक्लेट नपाएसम्म घरमा नझरेर यो पनि लिनुहोस् तपाईँकै हो लिनुहोस् लु झर्नुहोस् ल बाई बाई सिलु ल ल बाई बाई ठुलो भएर ल आमा छोरीलाई बाई बाई ल अब चाहिँ हामी घर नानीलाई छोडेर अब चाहिँ हामी घरतिर जान्छौँ बजारतिरको एकदम गर्मी अनि मान्छेको भिटाभिटले हामी गल्यौँ पनि नानीको थोरै सपिङ गर्नुपर्ने थियो त्यही हामी घर आइपुग्यौँ आजलाई चाहिँ म भिडियो यहीँ नै इन गर्नेछु यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि नेक्स्ट भिडियोमा भेटौँला बाई बाई